आजको दिन चाहिँ साथीहरू मेरो कता कता के भयो है। सो हाई एभ्रिवान, टेस्टाइल केक्स अफ हियर। अनि म चाहिँ तपाईँलाई आजको मेरो ह्याट्रिक डे बताउनु गइरहेछु है। अनि आज भन्दाखेरि चाहिँ 17 तारिक है, तर यो एडिट अपलोड गर्दा चाहिँ कहिले हुन्छ त्यो चाहिँ थाहा भएन। अनि आज चाहिँ मर्निङमा लाने वेडिङ केकको अर्डर रहेको थियो नि त। अनि यो चाहिँ मैले हिजो बेलुका नै आधा कम्प्लिट गरेर राखेको थिएँ है, मर्निङमा दिने भनेर। यो वेडिङ केकको अर्डर चाहिँ मैले मेरो साथीकोबाट रिसिभ गरेको छु है, किनभने आज चाहिँ मेरो साथीको बहिनी आइसाको चाहिँ वेडिङ थियो नि त। अनि वेडिङ केकको फाइनल लुक चाहिँ यस्तो रहेको छ। मैले फुल भिडियो चाहिँ गर्नु भएन किनभने बिहान चाहिँ मलाई यस्तो बेसी हतार थियो। सो मैले यो फाइनल गरेर चाहिँ तपाईँलाई देखाउँदैछु। होप आजको यो डिजाइन तपाईँलाई राम्रो लाग्यो है। अनि मलाई चाहिँ साथीले के भनेको थियो भन्दाखेरि चाहिँ तँ चाहिँ केक दिएर छिट्टो आइज ल बिहान भनेर भन्दै थियो है। तर म चाहिँ अर्को अर्डर पनि रहेको थियो नि त, त्यो चाहिँ मैले रेडी गरेर दिएर चाहिँ म जान्छु भनेर चाहिँ सोचेर चाहिँ मैले बिहान यस्तो बेसी हतारमा चाहिँ काम गरेको है। बिहान दोकान पनि छिट्टो गएर यो कम्प्लिट गरेर अर्को गरेर चाहिँ म बिहान जन्ती आउनुभन्दा अगाडि नै पुग्छु भनेर सोचेँ है। अनि मेरो नेक्स्ट अर्डर चाहिँ रहेको थियो मेरो अल टाइम फेभरेट दी है, सोनादीको तर्फबाट, किनभने आज चाहिँ सोनादीको छोराको चाहिँ बर्थडे रहेको थियो। अनि हतारमा के हुन्छ भनेको चाहिँ हो रहेछ है। यो चाहिँ मैले बेलुका रातिसम्म बसेर फाइनल कोट गरेर गएको थिएँ है, किनभने मलाई बिहान छिटो हुन्छ भनेर। तर कलर चाहिँ एकदमै म्याच भएन है। अनि जुन चाहिँ पठाउनु भएको थियो त्यो चाहिँ यसो हेर्दा चाहिँ त्यो पुलिसको ड्रेसको कलर रहेछ। अनि भाइको मैले यसो ड्रेस हेर्दा चाहिँ त्यो अलग्गै कलर म्याच भएर चाहिँ मैले दिदीसँग अर्कै कलर गरिदिन्छु भनेर भने। अनि मैले फन्डेनहरू रेडी गरेर आएँ। अनि फन्डेनसँग त्यो कलर म्याच भएन। अनि सबै मैले फेरि त्यो कोट हटाएर अर्को कोट गरेर चाहिँ मैले यो ड्रेससँग म्याच गर्ने बनाएँ है। सो यो देख्नुहुँदा चाहिँ यो क्युट बम चाहिँ मलाई हिजो दिदीले बनाइदिएको है। मैले अरू काम गर्दा चाहिँ दिदीले म बनाइदिन्छु ल भने चाहिँ यो बम चाहिँ मेरो दिदीले बनाइदिनु भएको है, क्युट भएको छ है। अनि यो बमहरू चाहिँ मैले किन बनाएँ भन्दाखेरि चाहिँ आजको थिम चाहिँ थियो आर्मी थिम केक रहेको थियो। अनि सोनादीको छोरा चाहिँ युएस आर्मीमा कार्यरत हुनुहुँदो रहेछ। सो त्यही थिमलाई लिएर चाहिँ म केक बनाउँदैछु है। अनि यहाँ चाहिँ मैले भाइको नाम लेखिदिएको छु रियाज भनेर है। यो डिजाइन पनि तपाईँलाई राम्रो लाग्यो होला है। अन्त चाहिँ साथीहरू के भयो भन्दाखेरि चाहिँ यो केक मैले जस्तो रेडी गरिसकेँ, अब दिनु मात्र बाँकी थियो है। अनि मैले दिदीलाई कल गरेर लिनु पठाइदिनुहोस् न ल पनि भने है। अनि मलाई चाहिँ बोलाएको थियो साथीले जन्ती जानु अगाडि। तर मैले जस्तो यो केकहरू रेडी गरिसकेँ, सक्दा नसक्दा चाहिँ के भयो भन्दाखेरि चाहिँ जन्ती चाहिँ म दोकानमा हुँदा नै आयो है। अर्कै थियो त भन्दा त। त्यसपछि चाहिँ म फटाफट रेडी भएर है, मेरो चाहिँ जाने साथी पनि थिएन, दिदीले मलाई आधी बाटोसम्म स्कुटीमा छोडिदियो। अनि त्यसपछि मेरो साथीले मलाई लिन आयो। अनि त्यसपछि फाइनली हामी भेट भयौँ। बिहाबाट निस्किसकेपछि चाहिँ अब मेरो साथी त थिएन। सुनको औँठीमा भनेको जस्तो म एक्लै टक 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 घर फर्केर आएँ। अनि घर फर्केर आइसकेपछि चाहिँ मैले फेरि म दोकानको लागि रेडी हुँदैछु। अनि दोकानको लागि रेडी भइसकेर चाहिँ म अब फेरि दोकानमा मेरो आज पनि 9-10 बज्ने छ, किनभने चाहिँ भोलि फेरि मेरो मर्निङमा वेडिङ केकको अर्डर रहेको छ। सो त्यो भिडियो चाहिँ म नेक्स्ट पार्टमा अपलोड गर्नेछु। बाई बाई।